म चाहिँ यता पिठो मुस्दैछु। यो पिठो चाहिँ धेरै भएको हुनाले अलिक टाइम लाग्छ पुस्न। मेरो चाहिँ अब पिठो मुसेर पनि सिधिसकेको छ। साथीहरु म चाहिँ अब यहाँ रोटी बेल्दैछु। मैले रोटी चाहिँ पिठो चाहिँ अघि मुसिसकेको थिएँ। मैले बेलेको रोटी चाहिँ यता छन्। ल साथीहरु मैले चाहिँ अब रोटी पकाउँदैछु। मेरो रोटी चाहिँ यस्तो भएको छ। साथीहरु म चाहिँ अब रोटी पकाइसकेँ। म चाहिँ अब खाँदैछु। मिठो रहेछ मैले पकाएको रोटी। डढेर चाहिँ मैले पकाएको रोटी यस्तो भएछ।